होलिकालाई होलिकाको चाहिँ यो चिता बनाउँदैछौँ हामी अहिले। हजुर, यो बनाइसकेपछि हामी के गर्छौँ सर यसलाई? चिता हामी बनाइसकेपछि होलिका राखेर हामी यहाँ होलिका दहन गर्छौँ। हजुर। त्यसपछि भक्त प्रहलाद यहाँ जीवित रहन्छन्। हजुर। होलिकाको मृत्यु हुन्छ। हजुर। त्यसपछि हामी भक्त प्रहलादको विजय उत्सव मनाउँछौँ र होली खेल्छौँ। सुरुमै होली खेल्न पाएन। सुरुमै होली खेल्नु भनेको हाम्रो सांस्कृतिक धर्ममाथि विरुद्ध हो। बाहुनको कमसेकम फर्ज निभाएको हो क्या, बुद्धि उसको भनेर हुन्छ। बाहिर पनि दिदी निचिनु हुन्न भन्ने हाम्रो मान्यता हो। केही छ कि केही छ भने भन्नु हजुर। ल मेरो केही छैन, केही छैन, भएको नि छैन। बाहुन भएको फर्ज अदा गर्नुभएकोमा दत्ताराम सरलाई धेरै धेरै धन्यवाद। ल ठिक छ, यति छ। यो प्रक्रिया विधि सबैले सिक्नु पर्ने देखियो। ह्यापी होली, ह्यापी होली। दत्ताराम सरले होलिका दहन गर्नुभएको। होलिका दहन गर्न खोजेको मात्रै हो, दहन गरिसकिएको छैन। हजुर। अब हामी होलिकालाई चाहिँ यहाँ चितामा राखिसकेका छौँ। यो चितामा राखिसकेपछि होलिका चाहिँ मृत्यु हुने र भक्त प्रहलाद चाहिँ जीवित रहनेछन्, जसले गर्दाखेरि ब्रह्माजीबाट प्राप्त गरेको वरदान, होलिकाले आगोमा नजल्ने वरदान प्राप्त गरेकी थिइन्। जुन वरदान चाहिँ खराब काम गरे बापत वरदान विफल भएको र भक्त प्रहलाद चाहिँ जीवित रहेर विजय उत्सव मनाउने हाम्रो परम्परा रहे अनुरूप आज हामी होली पर्व मनाउँदैछौँ। अब हाम्रो चिता दहनको कार्यक्रम लगभग अन्तिम अवस्थामा लाइटर ल्याउनु। बुढासँग होला नि काका। ल है साथीहरू, यता नजिक हुने इच्छा लाग्ने भयो भने आउनुहोस् होला। हामी होलिकाको पुतला दहन गर्दैछौँ। अब हामी जुन परम्परा विधि अनुसार हामी चिता दहन दागबत्ती दिने कार्यक्रम हामी सम्पन्न गर्न गइरहेका छौँ। हेलो हेलो। होलिका दहन भइरहेको छ। विधिपूर्वक हामी आजको यस 81 सालको होली मनाउँदैछौँ। ह्यापी होली, ह्यापी होली अल प्लिज पिपल। सान भाइ यता हेर, ह्यापी होली भन, ह्यापी होली भन फेरि कसेर। साइडमा लु त राम्रो छ त अलि दले खोइ दादामा सरले कसरी दल्ने भने खोइ। अब दल्ने हो नि त। हेलो सर। हजुर है, हजुर होली ह्यापी होली है सर।
ल भाँडो चाहिँ बसाइयो चिज आइपुगेको छैन नि दाजु हो भाँडो तात्ता आइपुग्ने जानकारी हो ठिक छ ल अब म प्याज काट्दैछु के अब यहाँ प्याज काट्नु होइन प्याजको चक्कु मलाई चिसो हावाले हानेको होइन माया गर्न जानेको मलाई चिसो हावाले